सबैमा नमस्ते। हजुरहरूलाई काठमाडौँ भ्यालीभित्र खान, बस्न, आउन जान कुनै पनि कामहरू चाहिएमा सम्पर्क गर्न सक्नुहुन्छ। अहिले चाहिँ हामीलाई जुस कम्पनीको लागि, रेडबुल कम्पनीको लागि, ड्यू कम्पनी, लिची जुस कम्पनी, फ्रुटी कम्पनीहरूतिर लोड अनलोड गर्ने, गोदाम मिलाउने, प्याकिङ गर्ने थुप्रै कर्मचारी चाहिएको छ। दसैँमा बिदा हुन्छ, तिहारमा बिदा हुन्छ। तलब चाहिँ 20,000 हुन्छ। बिहान 7 देखि बेलुका 7। नाइट डे जुनमा गर्दा पनि हुन्छ हजुरको इच्छा अनुसार। स्थान चाहिँ लगनखेलको लागि काठमाडौँ भ्यालीभित्र साधन भएकोले जुनसुकै ठाउँमा पनि भ्याउन सक्नुहुन्छ। काम चाहिँ लगनखेलको लागि हो। काम चाहिँ लामो समय हुने भएकाले इच्छुक व्यक्तिले मौकाको फाइदा उठाउन सक्नुहुन्छ है। काम चाहिँ आज नाइटमा गर्नुहुन्छ भने जुन दिन अफिस आउनुहुन्छ त्यो दिनबाट हुन्छ। डेमा चाहिँ त्यसको भोलिपल्टबाट काम सुरु हुन्छ। अब कुरा गरौँ खाना बस्न सहितको कामहरूको। नम्बर 1 मा रहेको छ मासु कटिङ। हजुरहरूलाई मासु कटिङहरू गर्न आउँछ भने, खसी कुखुराको मासु काट्न आउँछ भने स्टार्टिङमा 15,000 देखि 25,000 सम्म खाना बस्न सहितको कामहरू चाहिँ खाली नै छ। अब रह्यो कुखुरा फार्मतिर। कुखुरा फार्मतिर गर्नुहुन्छ भने 15,000 तलब खाना बस्न हुनेछ। यो चाहिँ यता चिसापानी, तिनपिब्ले, भक्तपुरतिर छ। गाई फार्मतिर गर्नुहुन्छ भने 15,000 तलब खाना बस्न सुन्दरीजल, दक्षिण काली जुन ठाउँमा गर्दा पनि छ। कृषि फार्मको लागि चाहिँ थानकोट भयो, अनि त्यसपछि तपाईँ टोखातिर भयो, भक्तपुरतिर भयो, त्यसोतिर गर्दा पनि छ। इलेक्ट्रिसियन हेल्परको लागि 15,000 तलब खाना बस्नको लागि छ। प्लम्बर हेल्परको लागि 15,000 तलब खाना बस्न छ। फर्निचर हेल्परको लागि 15,000 तलब खाना बस्न छ। सेक्युरिटी गार्डतिर गर्नुहुन्छ भने 15,000 तलब खाना बस्न छ। लेबरको लागि 24,000 तलब खाना बस्न हुन्छ। मिस्त्रीको लागि 30,000 तलब खाना बस्न हुन्छ। गाडी हेल्परको लागि 10,000 तलब खाना बस्न। पानीको जारहरू भर्नेतिर 10,000 तलब खाना बस्न। अब जुस कम्पनीको लागि चाहिँ तपाईँको यो प्याकिङहरू हुन्छ होइन। यसरी नै लोड अनलोड गर्ने, प्याकिङहरू गर्ने। रेडबुल हुन्छ, ड्यूहरू हुन्छ, फ्रुटीहरू हुन्छ, कोकाकोलाहरू हुन्छ होइन। यसलाई यसरी नै गाडीबाट लोड अनलोड गर्ने, प्याकिङहरू गर्ने। तलब चाहिँ 20,000 हुन्छ। खाना दिन्छ, खाजा दिन्छ। शनिबार पनि बिदा हुन्छ। काम चाहिँ लगनखेलको लागि हो। यसको लागि पनि खाली नै छ हजुर।